हामीले ठाउँमा किन बस्नु भयो पहिलो कुरो यो देउता चाहिँ हो नि त अब त्यसो हेर्दै हुन्छ त्यतिखेर अब टेक्न आउँदैन नि त पूजा गर्ने हो हामी त हिजो पनि ढुङ्गा पूजा गरेका बाउले पनि त्यसै गरे बाबुले पनि त्यसै गरे कुदेर पहिनीलाई चाहिँ यस्तो भनेको पहिनीलाई चाहिँ लात मार्नु हो तपाईँभन्दा मलाई आउँछ नि फेरि हामी कसरी उत्रिन्छ बसेको छैन नि त तपाईँलाई छैन नि त अरूलाई छ नि त हामीले तपाईको ढुङ्गे हो र उहाँले अब ए बाबा पखाल्नु यो शिला उहाँले सिन्दुर गाडी लाएर राखेको नि यता जस्तो उठेर पल्टाएको रहेछ म यहाँ बसेँ म बसेँ त्यसरी म त्यसरी बसेँ म त्यसरी यहाँ बसेँ बाटो नाम घर जान्ने चाहिँ को छ शिलामा अनि यहाँ मैले यहाँ बसेपछि यो ढुङ्गामा किन बसेँ यो ढुङ्गा म बस्छु भने कति साल देवीले कुन शक्ति प्रयोग भएर बस्नु हो कि किन नबिसिने बजेङ नगर्नु तपाईँको घर उठाउनु हिंसा सोध्नुहोस् तपाईँ सोध्नुहोस् यो त देउता छैन भनेर सात बहिनीको यो सत्याङ्गमा शैली पनि हो सत्याङ्गमा सत्यदेवीको आङ्गमा सत्यदेवी म जुठा जान्छु सत्यदेवी हो सात बहिनी आजको शैली पनि हो म जुठा जान्छु सबैमा नमस्कार, म निशान ढकाल र म यतिखेर इलाम नगरपालिका वडा नम्बर 9 यो माइखोलामा आइपुगेको छु र हामी यहाँ आउँदै गर्दाखेरि हामीले यहाँ देखिरहेको छौँ यहाँ एउटा शिला, दुईटा शिला, तीनटा शिला, चारवटा शिला र त्यहाँनेरि गरेर एकदम यो शिला चाहिँ सबैभन्दा मुख्य शिला भनेर यहाँको स्थानीयहरूले बताउनु भएको छ। 3-4 दिन अगाडिदेखि सामाजिक सञ्जालमा छ्याप्ती भाइरल भइरहेको यो घटना, म यसलाई घटना नै भन्न चाहे, किनभने एकाएक कसैको सपनामा एउटा चिज आउँछ र त्यो चिज आइसके पछाडि सपनाबाट उठेर खोज्दै यो स्थानमा आइपुग्दाखेरि सपनामा देखिएको जुन शिला छ, जुन चिज छ, एक्ज्याक्टली जेरक्स कपी त्यही कुरा यहाँ देखिसक्दाखेरि चाहिँ यो कुरालाई स्थानीयले पनि इन्कार गर्न नसकेको हुँदाखेरि अहिले यहाँ माता उत्पत्ति भएको भन्ने एउटा आस्था सबैको मनमा पलाएको छ र यहाँको वास्तविकता बुझ्नका लागि यतिखेर हामी इलाम आइपुगेको छौँ। हामी उर्लाबारीबाट आज इलाम आइपुगेको हौँ भने हामी यहाँ केही स्थानीयसँग जानकारी पनि लिने प्रयास गर्नेछौँ। हामीसँगै रहनुहोला। पुरा भिडियो हेर्नका लागि पूर्वेली अनलाइन टेलिभिजन युट्युबमा, फेसबुकमा सर्च गरेर हेर्न सक्नुहुन्छ र हामी यहाँ हजुरहरूलाई देखाइरहेका छौँ।
यहाँ निकै बाक्लो उपस्थिति हामी यहाँ देख्न सक्छौँ र जुन यहाँ तपाईँहरूले देखिरहनु भएको छ यहाँनिर रहेको शिला मध्येमा सबैभन्दा विशेष शिला भनेर यहाँ पूजा गरेको हामी यहाँ देख्न सक्छौँ र यो शिला यहाँबाट लिएर अर्को ठाउँमा व्यवस्थापन गर्न खोज्दाखेरि यहाँबाट नागदेवता निस्केर चाहिँ स्काभेटरको चक्कामा गएर स्काभेटरको चेनमा गएर चाहिँ स्काभेटर नै चल्न नदिने गतिविधि नाग अथवा हामी भन्ने गर्छौँ सामान्यतः हामी सर्पलाई नागदेवता भन्ने गर्छौँ र नागदेवताले त्यसो गरिसके पछाडि चाहिँ यहाँको स्थानीयहरूले यसलाई चाहिँ यहीँ व्यवस्थापन गर्ने यहाँबाट काहीँ नलाने भनेर चाहिँ यहाँ समिति गठन गर्ने कुराहरू पनि गरिरहनु भएको छ र हामी यहाँको अपडेट्स हजुरहरूलाई दिन प्रतिदिन दिनेछौँ भन्दै आजको लागि यति नै। पूर्वेली अनलाइन टेलिभिजन हेर्दै गर्नुहोला, हामीसँगै रहनुहोला। पालिका वडा नम्बर 9 मा छौँ। खास गरी केही दिन यता इलामको जो यहाँहरू देखिराख्नु भएको छ माई खोलामा एकजना माताले सपनामा देखेको ढुङ्गा उत्खनन गर्दाखेरि यहाँनिर देवताको बास भएको भन्ने उहाँहरूको आस्था रहेको छ र यतिखेर यहाँ चढाइएको भेटीहरू असुरक्षित भएको कारणले हजुर यसलाई चाहिँ अब यो झरेर पानीमा भिज्ने र भरे केही चियापान खाने मान्छेले आएर उठाइदिन्छ कि भन्ने कारणले चाहिँ हामीले यसलाई उठाएर सुरक्षित ठाउँमा हजुर राख्ने भनेर हामी सबै साथीभाइहरू सरसल्लाह गरियो र अहिले हामी साथीभाइ सबै हामी स्थानीयवासीहरू भएर यो बारबेर गरियो अनि बारबेरहरू सबै गरियो र आजको लागि हामीले यति बारबेर गरिसकेपछि अब यो पैसा अब यो उठेको भेटी अब यही गायब हुन्छ भन्ने हामीलाई पनि अलिकति त्रास भयो सबैले र भक्तजनहरूले पनि सबैले भन्नुभयो कि यो पैसा यहाँ एकदम असुरक्षित छ र यसको भोलि केही नहुन्जेलसम्म यसलाई सुरक्षित ठाउँमा राख्नु भन्ने एउटा कुरो आयो सबैजनाबाट। त्यो आउँदाखेरि चाहिँ यो पैसालाई सुरक्षित ठाउँमा राख्ने भन्ने हामीले सबै सल्लाह अनुसारै हामीले उठाउँदैछौँ पैसा। भनेपछि तपाईँहरूले यो सुरक्षित ठाउँमा लगेर राख्नु होला, दुरुपयोग नगरिदिनु होला भन्नको लागि चाहिँ नगर्नु होला भन्नको लागि हजुरहरूले उठाएर हजुर निश्चित ठाउँमा राख्ने भन्ने हाम्रो निर्णय भएको हो। हामी स्थानीय सबैजना बसेर हामीले यो गरेर चाहिँ निर्णय अनुसारले नै उठाउँदैछौँ हामी। जस्तो हजुर चाहिँ यहाँ स्थानीय हुनुहुन्छ? हजुर हामी स्थानीय हो, मेरो रूपेन गुरुङ हो। हजुर मेरो रूपेन गुरुङ हो र हामी सबै स्थानीयवासीले चाहिँ किन भन्दाखेरि यो अहिले हाम्रो समिति गठन भएको छैन। समिति गठन नहुँदाखेरि यो कामै अन्यलमा परिरहेछ। यो किन भन्दाखेरि यहाँ धेरैजना माता आउनुभयो होइन, उहाँहरू आएपछि के भन्नुभयो भन्दाखेरि यसलाई छिटो चाँडो निर्माण गर्नुपर्छ। यो मङ्सिर पूर्णेसम्म चाहिँ यसलाई संरचना पनि गरिसक्नु भन्ने कुरो आएकोले गर्दाखेरि र हामी छिटै भन्दाखेरि आज भोलि 21 गतेको दिन चाहिँ सबैजना भेला भई यसलाई समिति गठन चाँडो गरेर चाहिँ निर्माण सुरु हुन्छ। हाम्रो मन्दिर चाहिँ यहीँ हुन्छ? हाम्रो यो मन्दिर कस्तो हुन्छ भने यो हाम्रो यहाँ खोला नजिकै छ। यहाँनिर अब शिला यहाँ खोलाको छेउमा भएको कारणले सबै माताहरूसँग हाम्रो सरसल्लाह हुँदाखेरि यो शिलालाई चाहिँ उठाएर अलिक माथि राख्दाखेरि केही फरक पर्दैन भन्ने कुरो आएपछि हामीले यो शिलालाई चाहिँ हामी यहाँ माथि राख्छौँ। यो हजुर आज कति दिन भयो होइन यहाँनिर? यो आज तपाईँको 4 दिन भयो। 4 दिन भएन, 4 दिन भयो। आज 4 दिन भयो। हजुर जसले सपनामा देख्नु भएको थियो उहाँको शुभ नाम त के पो थियो? पर्मिला कार्की। उहाँले चाहिँ सपनामा देख्नु भएको थियो अनि त्यस पछाडि चाहिँ यहाँ आउँदाखेरि चाहिँ हजुर यो भेटियो र यो भेटिएपछि अब हामी नि अन्यलमा थियौँ, उहाँले देख्नुभयो। हिजो अरूको कारणले गर्दाखेरि उहाँ पनि अलिकति रिसाउनु भयो, चिन्तित हुनुभयो, उहाँलाई नै अपहेलना गरियो भन्ने कुरो हामीले पनि देखेका छौँ र सबैले देखेका छ। यो कुरोमा चाहिँ अब अलिकति सबैजनाले यो कुरोलाई ध्यान पनि दिनुपर्छ र हामी स्थानीयवासीबाट कुनै गलत छैन र हामी उहाँसँग केही गलत भने माफी माग्न चाहन्छौँ, उहाँलाई सहयोग गर्न चाहन्छौँ, उहाँलाई यहाँ निमन्त्रणा पनि गर्न चाहन्छौँ। किन भन्दा उहाँप्रति हाम्रो एकदम श्रद्धा पनि छ। उहाँलाई जति बेला पनि उहाँ बिनाको हामी कुनै पनि कार्य सुरु गर्दैनौँ भन्ने कुरा। उहाँले सपनामा देख्दाखेरि चाहिँ ठ्याक्कै यही ढुङ्गा देख्नु भएको? यही हजुर एकदम यही ढुङ्गा भनेर उहाँ एकदम यही ढुङ्गा उयो गरेर आएको हो। यो आएपछि यो सबै कुरो यो भयो र भएपछि यहाँ धेरै हाम्रो विवाद पर्यो भन्ने कुरो छ। तर विवाद चाहिँ 30% मान्छेबाट विवाद भएको, हामी स्थानीयबाट चाहिँ खासै विवाद परेको छैन। के भयो त्यो हिजो अलिकति विवाद पनि देखिरहेको यो यस्तो भयो। उहाँहरू यहाँ स्थानीय हो कि यस्तो भयो? कसरी यो विवाद चाहिँ उत्पन्न? यो यस्तो विवादको बारेमा के भन्न चाहन्छु भने हामी यहाँ स्थानीयवासी पनि सबै मिलेर उहाँ लानुहुन्छ भने हामी दिने भनेर चाहिँ नै उठाउनु नै खोजेको।
तर उठाउँदाखेरि यहाँनिर नाक प्रकट हुनुभयो। नाक प्रकट भएपछि एकजना हाम्रो यहाँ स्थानीयवासी माताले चाहिँ बक्नुभयो कि यो मलाई नउठाऊ, यो नचलाऊ भन्ने कुरो आएपछि अनि उहाँहरू दुईजनै राखेर सोद्धाखेरि तपाईँहरू यसलाई मानेर एकदम यहाँनिर किन भन्दाखेरि यहाँ दिसा पिसाब यहाँ पहिला यहीँपट्टि र लास जलाउने ठाउँ र यो लास जलाएपछि पिसाब फेर्ने ठाउँहरू टोइलेट आउने ठाउँ यो र उहाँले भनेअनुसारमा चाहिँ यहाँ मैलो भएको कारणले एकजना अरू पनि आउनुभएको थियो कि हजुर हिजो एकजना अरू पनि त्यो धामी आउनुभयो त्यो तल झापाबाट उहाँले नि बेलुका यहाँ बग्दाखेरि यहाँ चाहिँ यसबाट 100 हात उता 100 हात यता चाहिँ यसलाई चाहिँ कसैले नछोइदियोस् होइन, किनभने यो पहिले जे जस्तो हेला भएको कारणले गर्दा यो माइखोला यो स्थितिमा पुगेको हो। पहिरो जानुको कारण होइन, यो दुनियाँ भव्य भइरहेछ नि यहाँ बाढी पहिरोको कारण चाहिँ यही कारणले भएको हो। यसलाई चाहिँ यहाँ चाहिँ सही तरिकाले स्थापित गरेर यसलाई सही तरिकाले पूजन गरेर राखेदेखि चाहिँ म यो ठाउँलाई चाहिँ त्यस्तो क्षतिग्रस्त बनाउन सक्दिनँ। स्थानीय हो, म यहीँको स्थानीय हो। उहाँले बेलुका तर यसमा चाहिँ एउटा के विवाद चाहिँ के छ भने नि सर, जस्तो माताले देखेको सपनामा देखेको ढुङ्गा चाहिँ देउता हुने अनि अरू जनताले देखेको ढुङ्गा चाहिँ सपनामा देखेको ढुङ्गा चाहिँ ढुङ्गै हुने भन्ने एउटा क्वेसन पनि छ नि। होइन, यस्तो हामी नेपाली पहिलेदेखि नै कस्तो हो भने नि ढुङ्गा मुढालाई पनि भगवान् मानेरै आएको हो होइन। हाम्रो पुर्खाहरूले पनि त्यही मानेर आएको कारणले गर्दा अहिले हामीले चाहिँ अब यहाँ यो शिलामा अहिले हामी जहाँ पनि जाँदाखेरि पनि अहिले माथि यो ठुलो पाथिभरामै जाँदाखेरि पनि यहाँ माथि हामी हर्कटेको पाथिभरा जाँदाखेरि त्यहाँ पनि ढुङ्गै हुनुहुन्छ नि त होइन। हामीले त मानेर फुल चढाइसकेपछि त्यसलाई भगवान् मान्ने हाम्रो चल्तीमा आएको कारणले गर्दा हामीले उहाँले सपनामा देख्नुभयो। अब उहाँले उत्खनन गर्दाखेरि यहाँ भेटियो, जो देख्नुभएको थियो त्यतै कुरा भेटियो। भेटेका कारणले गर्दाखेरि चाहिँ हामी उहाँलाई चाहिँ भगवान् मान्न तयार। यहाँ साप चाहिँ कहाँ भेटेको के अरे? यही ठाउँमा भेटेको, यही ठाउँमा हो। यहाँ बकेट हान्दाखेरि यहाँ निस्क्यो। यहाँ बकेट हान्दाखेरि साप यहाँबाट कुदेर गएर चाहिँ त्यो उयसमा मिसिनको त्यो चेनमा चाहिँ अवरोध गरेको, एकदम अवरोध गरेको। हामी एकदम प्रत्यक्षदर्शी, हामी त्यहीँ छौँ। हामी त्यहाँबाट त्यो मिसिनको अपरेटरलाई पनि हामीले धेरै कुराहरू भन्यो, यो चिज मर्छ यसलाई विस्तार गरौँ भनेर भरे सुरक्षितसँगले एउटा सानो ढुङ्गा मुनि राखेर त्यसपछि उहाँलाई यो के भन्छ मिसिनलाई उता गएपछि अनि नागदेवता यहाँ आफै पस्नुभयो। यता यहाँ सानो ढुङ्गा चेपबाट भित्र पस्नुभयो, तर कहाँ पस्नुभयो त्यहाँ चेप पसेको ठाउँ चाहिँ छ, तर त्यहाँबाट चाहिँ कहाँ जानुभयो त्यो चाहिँ अन्यलमै छ। हजुर हजुर, एउटा यो सत्य रहेछ भन्ने कुरो चाहिँ हामीले पनि एउटा विश्वास गरेर आएको र सबैले विश्वास। हामी यहाँ आजसम्म आज धामी माता गरेर आज पनि 4-5 जना धामी माता आइसक्नुभयो। उहाँहरूको कुरोहरू सबैको एउटै छ, यो कुन माता हो के हो भन्ने कुरोहरू सबै उहाँले एउटै कुरो भन्नुभयो र हामीलाई पनि। यहाँ चाहिँ पञ्चकन्या पाथिभरा माता, हजुर हजुर, पञ्चकन्या पाथिभरा माता हुनुहुँदो रहेछ होइन। र यहाँ प्रकट भएपछि अब यसलाई चाहिँ यसको लागि चाहिँ हामीले यहाँ अलिकति असुरक्षित भएर चाहिँ अब यसलाई खास नचलाउँदा राम्रो भन्ने कुरा नि धेरै आएको छ, तर यसलाई नचलाइकन नहुने भएर चाहिँ यसलाई चाहिँ अलिक सुरक्षितको लागि चाहिँ यहाँ माथितिर राख्ने भन्ने चाहिँ हामीले सबै हेरिसकेको छौँ। तर भोलि हामी समिति गठन भएपछि सबै अब सरकारहरू सबै आएपछि हामी छलफल गरेपछि हामी यसलाई संरचना सुरु गर्छौँ।